बाबा किनभने यहाँ बसिराखेको छ मलाई देखेको छैन साथीहरूमा किन भनिदिनु भयो तपाईँले यिनीहरूलाई झन् नभनिकन आएको साथीहरू यहाँ म 1 मिनट जति बस्यो होला हेर्दै हजुर जान्छ हजुर सुरु गरौँ ल भयो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु मेरो साथमा हुनुहुन्छ रश्मिता आज चाहिँ हामी जाँदैछौँ पुङ्दीगोड घुम्नको लागि यतिखेर चाहिँ हामी गाडी कुद्दैछ तालबराईमा अनि गाडी चाहिँ आएको छैन र हामी चाहिँ यतिखेर कुरेर बसिरहेको छौँ थाहा छैन गाडी पाउँछ कि पाउँदैन साथीहरू माथि जाने गाडीहरू चाहिँ यहाँ चाहिँ पाइन्छ तर पनि हेर्दै जाऊँ हाम्रो गाडी चाहिँ आइसकेको छ त्यता देख्न सक्नुहुन्छ त्यो हरियो गाडी खै साथीहरू थाहा छैन हामीलाई पनि है फर्स्ट टाइम म चाहिँ सेकेन्ड टाइम होला गाडीमा चाहिँ फर्स्ट टाइम जाँदाखेरि पनि यस्तै भएको थियो गाडी कुद्दा कुद्दा झन्डै 2 घन्टा जति बस्नु है आउँदा हिँडेर अनि त्यसरी गयौँ अनि फर्किँदाखेरि पनि गाडी पाएको थिएन र आज चाहिँ कोही थाहा छैन पाउँछ कि पाउँदैन यहाँ आमालाई सोधेको 2 बजे 3 बजेको पाउँछ भनेर भनेको छ अनि आउने गाडी चाहिँ यहाँबाट हो तर अहिलेसम्म आएको छैन हामी 3जना कुरेर बसिरहेको छौँ थाहा छैन अब यिनीहरू घुम्न त्यहाँ जुरेको छ कि छैन नभए त तल उसमा छोरीबाट घुमाएर ल्याउने हो यिनीहरूलाई त्यहीँ हो कि रेस गर्न साथीहरू हाम्रो चाहिँ गाडी नआएको अवस्था है त्यही भएर हामी चाहिँ यहाँ कुरेर बसिरहेको छौँ अहिलेसम्म आएको पनि छैन पाएको पनि छैन के भएर हो थाहा छैन गाडी चाहिँ यहीँबाट हिँड्ने हो के भएको हो आजको दिन थाहा भएन नि साथीहरू यिनीहरूले भात धेरै खाएर होला यो मोटीहरूले साथीहरू फाइनली हामीले गाडी चाहिँ पाएन तर पनि हामी यहाँ छोरेपाटनबाट चाहिँ हामीले ट्याक्सी पाइसक्यौँ हाम्रो एकदम ह्यान्डसम दाइसँग हामी चाहिँ माथि उकालो चढ्दैछौँ यतिखेर पछाडि हुनुहुन्छ हाम्रो लड्कीहरू 2 जना हेलो हाम्रो दाइ हुनुहुन्छ हामीलाई चाहिँ एकदमै मिलाएर माथि उकालो लाँदै हुनुहुन्छ देख्न सक्नुहुन्छ बाटो सरर लाएर हामी चट्ट लाएर जाँदैछौँ गाइज गाडी चाहिँ हाम्रो एकछिनको कति त्यस्तै 5-10 मिनटले चाहिँ ढिला भएर चाहिँ हाम्रो गाडी चाहिँ फुत्कियो लुत्तै फुत्कियो तर पनि केही छैन दाइसँग मजाले हामी गफ गरेर जान पायौँ त्यस्तै 2-3टा फोटो खिचेर फर्किने हो खासै घुम्ने त्यस्तो मजाले घुम्ने होइन कि दाइ हामीलाई त्यस्तो मनै छैन हामी 2 जना त सधैँ गइराखेको यो बहिनी चाहिँ गएको नभएर चाहिँ गएर अनि 1-2टा फोटो खिचेपछि उसलाई पनि पुगिहाल्छ आँखाले हेर्ने हो मनले खाने होइन अब खाने भए त जति खाने अगाउँथेन अनि त्यही भएर हामी चाहिँ फर्किहाल्ने ल हामी सरर जाँदैछौँ है गाइजहरू तपाईँहरूलाई भ्यूहरू यस्तो खतरा खतरा भ्यूहरू देखाउने छ म बाटोमा यहाँबाट स्तुपा चाहिँ थोरै देख्दो रहेछ है साथीहरू ल साथीहरू हामी चाहिँ आइपुग्न लाग्यो है अब चाहिँ एकदमै नजिक पुग्दैछौँ हामी पुङ्दीगोडको मुनि चाहिँ हामी पुगिसक्यौँ यतिखेर अब चाहिँ माथि उकालो चढ्नु पर्ने हुन्छ ट्याक्सीलाई माथि पनि लान मिल्छ है दाइ मिल्दैन यही हो ए माथि पनि लान्थ्यो त अरूहरूले त ए ल ठिकै छ यहाँसम्म है त साथीहरू हामी ला ठ्याक्कै ए गाडी त रहेछ नि यार है आइसकेको रहेछ कि 5 बजे मात्र छुट्छ अरे कि हामी चाहिँ अब उकालो लागेको अवस्था यतिखेर दाइले चाहिँ त्यहाँ ट्याक्सी राख्नु भएको छ माथिसम्म जै जान दिँदैन रहेछ त्यही भएर हामी जान लाग्को माथि हिँडेर कस्तो पानी पर्ला जस्तो भएको छ है चिसो हावा आएको छ अनि कस्तो लागिरहेको छ त गाइजहरूलाई हो आज मैले भात नखाइकन चाउजो खाएको यहीँ हुलुक आइरहेको छ भात खानु मन नलागेर कि होइन गजबको पिरो 20 खालको आफ्नो गच्छे अनुसारको किन्न सक्ने केही हो अनि त्यही किने अनि खाएँ पुङ्दीगोड खोइ कता हो देखेको छैन
पाइन्छ जरा दाइ यहाँ माथि दाइ कति धेरै पाइन्छ आउनु हो साँच्ची यहाँ माथि राख्छन् तर राखेको छैन रहेछ उकालो चढिराखेको छ रश्मिता अलिक कुदम साथीहरू अलिक कुदम कखरे ए ल अहिले आएर चाख्छु ल ल अहिले फर्किँदाखेरि हुन्छ ल अहिले हिँड न अलि हिँड कस्तो ल्याङ गरेको यस्तो यस्तो मोटरहरूलाई लिएर हिँडेर नि कहीँ हुन्छ उकालो पहिला माथि जहाँ घुम्न हिँडेको हो त्यहाँ नपुगिन्जेलसम्म केही खाने होइन छिटै न भात खाने बेलामा आँखा हेर्दैन गाई हिँड्ने बेलामा आँखा हेर्छ अनि गाह्रो हुन्न त्यस्तो उकालोमा अनि यस्तो हुन्छ हामी चाहिँ अब यतिखेर यहाँ गेटमा आइसकेछौँ अब यहाँबाट हामी प्रस्थान गर्नेछौँ साथीहरू यताबाट जाऊँ ल यताबाट आउनुहोस् पछाडि अनि यो दुईटा बनाएको पनि थिएन नि त यस्तो यो कहाँ यो बन्दै थियो हामी आउँदाखेरि यो बन्दै थियो अनि भाइले र मैले फोटो खिचेको ठाउँ चाहिँ यो हो यहाँनिर खिचेको थियौँ हामीले यो भित्र चाहिँ टोइलेट अनि यहाँबाट चाहिँ यस्तो राम्रो बाटो रहेको छ अब चाहिँ हामी यहाँबाट माथि चढ्दैछौँ तपाईँहरूलाई पनि देखाउने छु कतिजनाले त हेरिसक्नुभयो होला मेरो कोही नयाँ भ्युअर्सहरू हुनुहुन्छ भने चाहिँ मजाले पुङ्दीकोट घरमै बसी हेर्न सक्नुहुन्छ है त एकदम राम्रोसँग म खिचेर देखाउने छु तपाईँहरूलाई शिव मन्दिरको नजिक अलि ठुलो सर बोल न हामी चाहिँ नजिक पुगिसक्यो गाई अब छिटो पुग्यो कुदैन अब साथीहरू ल हेर्न सक्नुहुन्छ तपाईँहरूले दृश्यहरू चाहिँ यहाँ चाहिँ पानी थियो अहिले चाहिँ पानी छैन रहेछ र देख्न सक्नुहुन्छ यो चाहिँ हो शिव मन्दिर चल्दैछ बहिनीको टिकटक बनाउँदैछ यता चाहिँ कति राम्रो फुल रहेको छ एकदमै पिङ्कीवाला फुलहरू अनि तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ म उता एक राउन्ड हानेर आउँछु ल है यहाँ म देखाउँदै जान्छु कि म तपाईँहरूलाई यहाँ देखाउने छु यहाँ चाहिँ जुत्ताहरू राख्ने ठाउँ हो अनि यहाँबाट चाहिँ यता साइडमा देख्न सक्नुहुन्छ तपाईँहरूले यति राम्रो भ्यूहरू देख्न सक्नुहुन्छ एकदमै राम्रो छ यहाँबाट देख्न सक्नुहुन्छ है वाउ यस्तो खतरा छ अनि यहाँनिर चाहिँ यसमा जानको लागि चाहिँ टिकट लिन्छ अनि हामी चाहिँ यहाँ जाने छैनौँ तर पनि यहाँबाट तपाईँहरूलाई मैले जुम गरेर लिएको छु है त साथीहरू अब फेरि म कता जान्छु यहाँबाट त्यो माथि देख्न सक्नुहुन्छ तपाईँहरूले यो त अघि नै मैले देखाइसकेँ अनि उनीहरू चाहिँ फोटो भिडियो खिच्दैछ टिकटकहरू बनाउँदैछ मलाई चाहिँ खासै मन पर्दैन ए ल अझै केही गर्ने हो भन्नु हो भिडियो बनाउँदैछ बाबा ल घरतिर जाउँ है साथीहरू जाम भयो फोटोहरू पुग्यो कि पुगेन त्यताबाट के हेर्नु यताबाट आउनु
अब हामी चाहिँ एकछिन यता हेर्नेछौँ त्यो पनि 15-20 मिनट भइसक्यो होला त 18 मिनेट कति बजे आइज भने के अरे 4 बजे ठ्याक्कै आऊ भने कति बजे ल जाम है केही छैन एक सर त घुमाउ के घुम्नु पर्दैन कि आऊ आइसी घुमाउ उल्टो घुम्यो आऊ उताबाट ल हिँड्नु घुम्ने रे साथीहरू वाउ तर यहाँ केही पनि छैन रहेछ गुड बनाएको रहेछ तर खासै केही पनि छैन रहेछ साथीहरू रुखमा जाम साथीहरू कुदेर हिँड्न न अलिक कुद अहिले तल ट्याक्सी दाइले हामीलाई रोकेन भने चाहिँ साथीहरू बिजोग हुन्छ सु गरिदेऊ न सु सु होइन क्या घन्टी कति ठुलो डमरू यहाँबाट त अब पोखराको भ्यू देख्न सक्थ्यौ तर ऊ छैन नि त यहाँ पोखराको भ्यू यहाँबाट देखिन्थ्यो तर ऊ छैन रहेछ साथीहरू यहाँबाट चाहिँ हेर्नको लागि भ्यू चाहिँ ऊ भएछ पुरै हुसु लागिरहेको छ त्यही भएर केही पनि देखेको छैन ताल रहेको छ यो फेवा ताल मजाले घुमेर सक्यौँ अनि त्यसपछि अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ दाइले कल गरिसक्नुभयो दाइले चाहिँ कल गरिसक्नुभयो हामीलाई छिटो आउनु भनेर अनि त्यही भएर हामी चाहिँ जानुपर्ने हुन्छ साथीहरू एकदमै छिटो कुदेर मजाले हेऱ्यौँ फोटो खिच्यौँ एकदमै रमाइलो भयो लक्षण साथीहरू यहाँ अलि फास्ट कुदा अहिले जम्मै त्यो दाइले 1000को ठाउँमा 2000 पारिदियो भने गाई बिजो 1000मा बल्ला तल फकाएर हामीले छोरीपाटनबाट माथि लिएर आएको अहिले फेरि त्यसमा 500 थप्दियो नानी भन्यो भने फेरि चिल्लाइ हेरेको हेरे हुन्छ फेरि यति नै हो साथीहरू अब हामी तलतिर गएर खाजा खान्छौँ होला अनि देखाउने छु तपाईहरुलाई कुदेर आउनु छिट्टो किन ढिला गर्नु भएको यसरी के किन्न बस्नु भा ए यो किन्नु भएको कतिमा 300 ए घर लाने छिडा मोटी बढी त यो मान्छे हो कि नहिँड्ने आमाम के किन्यो यसले फेरि पैसा ठग्न जाने छ है के यो पाउ यो खाऊ खै निकाल्दा त कस्तो रहेछ मिठो छ कुन चाहिँ त्यो पाउ खाने यो के त्यो दाइ पनि रिसाइरहेछ 1200मा भनेर ल्याएको हुँदैन नि नानी भन्दैछ कहाँ हुनु त्यस्तो हुँदैन भनेको मैले छुर्पी बाई बाई आया बिस्तारै त नि ल छुर्पी खान साथीहरू हामी हिँडेको अब ल आजको मौसम एकदमै खराब भएर साथीहरू न भिडियो राम्रो आयो न फोटो राम्रो आयो एकदमै झ्याउ लाग्यो साथीहरू बेकार आए जस्तो भयो म छु तिमीहरूलाई ल भयो धेरै नगर धेरै कपिराइट हुन्छ बाटो है खत्तम रहेछ बाटो
साथीहरू घर पनि आइपुगे भिडियो के कस्तो लाग्छ कमेन्ट गर्न सक्नुहुन्छ र नयाँ साथीहरू हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला अनि यस्तै नयाँ नयाँ भिडियो हेर्नको लागि लाइक कमेन्ट पनि गर्न सक्नुहुन्छ है त ल बाई बाई यति नै फेरि नेक्स्ट भिडियोमा भेट्ने छौँ